माननीय सदस्य अफसाना बानु। सम्माननीय सभामुख महोदय, विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउन अझै पनि कठिनाई छ। पैसाकै अभावले गर्दा धेरै परिवारले प्रियजनको अन्तिम दर्शन पनि पाउँदैनन्। सरकारबाट ठोस कदम चालेर सरकारले निशुल्क र छिटो उद्धारका व्यवस्था गरियोस्। रेमिट्यान्ससँगै रेमिट्यान्स पठाउने नागरिकको पनि सम्मान गरियोस्। सम्माननीय सभामुख महोदय, 62-63 को समयमा सरकार पक्ष र द्वन्द्वरत पक्षबीच शान्ति सम्झौता भएको थियो। त्यसै गरी जेन्जी आन्दोलनकारी र सरकार पक्षबीच भएको सम्झौता जेन्जी जनादेश हो, जुन पूर्व प्रधानमन्त्रीबाट हस्ताक्षर भई राजपत्रमा प्रकाशित भइसकेको अवगत नै छ। त्यसलाई मन्त्री परिषदबाट छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याइयोस्। विगत 8 महिनादेखि कारागारमा रहेका जेन्जी थुनुवाहरूको आमाहरू माइतीघर मण्डलामा अनसनरत रहेका छन्, जसलाई न्याय दिन सरकार पछि हट्ने छैन भन्ने कुरामा हामी ढुक्क छौँ। सम्माननीय सभामुख महोदय, नेपाल लागु औषध प्रयोगकर्ता